तो गाइस आज हम बना रहे हैं ब्लो जॉब। अरे भाई ब्लो जॉब नहीं ब्लॉग होता है। हाँ ठीक। चलो गाइस आज हम बना रहे हैं ब्लॉग और मेरे चैनल को सतर्क रहे। अबे भोसड़ी के हमारे चैनल को सेक्स करवाएं। ल सम्पूर्ण नमस्कार। ल धेरै दिनपछि फेरि भिडियो बनाएको छु। राम्रोसँग हेरिदिनुलाई एकदम दुःख पाएको मात्र छ है। लास्टै बाटोमा यस्तो दुःख पाएको छ कि बर्खाको टाइममा गएको थियो है। बर्खा टाइम सुरु भइसकेको थियो। यस्तो बाटो लास्ट खराब थियो। दुःख पाएर रातभरि हिँडेको रहेछौँ। राम्रोसँग हेरिदिनुलाई कस्तो छ हेरिदिनुलाई। रातिको 11 बजेको छ। हामी जाँदैछौँ। थारै छ हो। साह्रो होइन त्यस्तो हो र भल गफ त यस्तो गर्ने यस्तो हो क्या भल ए ल ल ल यो त भुटले गर्ने भ्लग भयो। कुन गाले भ्लग भयो खाले भएको छ हौ। अझै त कन्टेन्टलाई त भएछ हौ। हामीले आधा बाटोमा मान्छे भेटिसकेका छौँ। म्यापले कहाँ देखायो जीवन हेलो आज दौडै होला जस्तो छ। म्यापले नै देखाउँछ आज। यहाँ देशै जानु पठाउनु भएको त के बिग्रियो के ल आज न मासतिर न तलतिर। ल खै गाइड न आज हामी न माथि न तलतिर। यतिखेर अब भूत हिँड्ने बेलामा अब हामी हिँडिरह अब के गाह्रो हो गाह्रो। हाम्रो त्यसै जानु पठाउनु भएको नि र पुलबाट नि। अनि पुलबाट पनि यसै हो क्या रियल त्यता होइन त्यता त होइन होला होइन क्या अब यताबाट हो कि आयो त्यो पुलबाट नि यसरी जानु शान्ति गरेर ए बस्छन् यार त्यसरी त यार। अहिले राति हिँडे भन्छ खाल्टोमा गएर के भन्छ गरे 5 मिनट अगाडि जानुहोस् भन्दै हामीलाई म्यापले धोरोमोरो पारेको छ। हाम्रो यो स्ट्यान्ड त्यता त होइन खै यतै भन चाहिँ मान्थेँ मैले त। यो होला के हाम्रो 12 बजेको टाइममा हामी हिँड्छ बजे। कहाँबाट फ्लस भयो आज हामी बास बस्ने भनेको उहाँ गएर तिमी ठ्याक्क मार्यो झन्। ल यसरी हिँडेर आउनु पर्थ्यो। मनकामना जाने भनेको हिँडेरै हो। अब यहाँ बाइक त कुइँ भइहाल्यो। आज बास चाहिँ हाम्रो बिहान 5 बजीसम्म पुग्ने हो। त्यहाँ लाइन बसिहाल्ने हो। यस्तो त आजको हाम्रो अपडेट। बज्यो तपाईँको कति बज्यो भन्दा खोइ घडी हेरौँ। तपाईँको बज्यो अहिले कता बज्यो अहिले 11। ल फेरि लाग्यो 11 बजी कति मिनट गयो 11 पनि लाग्यो 12 पनि लाग्यो 12 बज्न आयो नि। ए ल 12 पनि लागिसक्यो 55 भयो नि 11 ल। ओहो 11:55 12 बजे अब भूत हिँड्ने बेला हामी यसरी हिँडेर आएको छ। पुग्ने कतिखेर थाहा छैन। मनकामना हिँडेको जुन पनि डुब्ने बेला भइसक्यो। ल ल उक्लिम बाटो चाहिँ त्यहाँ तसँग राम्रो त्यसपछि खत्तम।
हिजो रे सभा बाह्र भने अझै मन्दिरमा पुगेको छैन हाम्रो यात्रा आजको कठिनमय भएको छ ल गाइज के हो यार क्यामेरा धमी ल है गाइज ल है अहिले करिब करिब कति बज्यो हाम्रो अझै पनि हामी आधा बाटैमा भन्दा पनि छौँ घडी हेरौँ त घडी ल 12:15 भइसक्यो बिजोग यस्तो हालतमा छ बाटो त यस्तो लाग्दै खतम हामी नगरपालिकाबाट आएको छौँ नगरपालिकाबाट नि आएको छौँ यता चिन्दैन अब हाम्रो ऊ त्यो हो क्या हाम्रो जान टार्गेट भनेको ऊ यहाँ माथि कता गयो ओ यो बोलेको सामान होला जहाँसम्म मानौँ है त्यहाँसम्म हो कि जस्तो लागिरहेको छ मलाई ल अब हिँडाइ सुरु भयो फेरि मै डराउने मै पछि हुन्छु ल फेरि माथि हेरौँ ल ल गाइज हामी आयौँ कहाँ हो यो डाँडाबारी मगर बस्तीहरूलाई स्वागत छ अरे हामी मनकामना हिँड्ने मान्छे कहाँ हो के हो अत्तो पत्तो छैन अहिले करिब 12 कति बज्यो अहिले बज्यो तपाईँको 12:28 भइसक्यो हामी यहाँ छौँ अहिले यो पारामा एकदम पसिना चुहाएर बाटो भन्नुहुन्छ भने यस्तो खतम छ कि तपाईँलाई देखाउनै सकिन्न कि कता गयो हाम्रो आधा सकित तलबाट आउँदै हुनुहुन्छ बाइक गयो कि जस्तो लागिसक्यो पूर्जा तल खोत्रेङ गरेको थियो पाट पूर्जाको भोलिपल्ट आउनुपर्छ हिजो हिँडेको मान्छे आज मनकामना यस्तो छ हालत त्यहाँ जस्तो लागेको छ तर हो कि होइन अझै थाहा छैन यस्तो शास्ति भेटिन्छ भनेदेखि त हामी उताबाट केबल कारमा आइसक्थ्यो नि ए बोय हो के हुआ बिजोग छ बाइकको हालत पनि खत्तम भइसक्यो हाम्रो आधासँगै आउँदै हुनुहुन्छ है त्यताबाट गाह्रो छ गाह्रो आयो तान्यो आयो ल रोकेर बोर्ड हेरौँ त हामी कहाँ आइपुग्यो ए बोर्ड हेरौँ है बोर्ड कृपया तलतिर नजानु होला यस्तो धुलो पनि छ कि ए लास्टै के भन्नु यार यो अवस्थामा यो गाह्रो छ बाटो त लास्ट खत्तम भोलि झर्ने कसरी थाहा छैन यो तालले त ल हाम्रो तिनजना आइसक्नु भएको छ तान्यो ओ ल यस्तो छ हालत ल अब के गर्नु यसरी साँत्रो भ्लग गर्नु त मन थियो बाटो देखाउनु मन थियो तर सकिँदैन हाम्रो आधा सकिँदा छोडेर गइसक्यो हामी पनि हिँडेको ल त्यो बाटो हो कि ल अघिको म्यापले कता पुऱ्याएको थियो अहिलेको म्यापले कहाँ पुऱ्याउँछ एकचोटि म्यापले फर्काइसकेको हो हामी त यो खोइ के हो यो करु है के हो हातमा सुन्तला हो ए सुन्तला हो ल हो जस्तो छ है सुन्तला जस्तो छ सुन्तला भएको नि आइयो यहाँबाट कहाँ हो अत्तो पत्तो छैन बस्ने कहाँ हो त्यो ठेगान छैन छैन आज हामी गएर कहाँ त्यो थाहा छैन कुरा हो यस्तो छ हालत हामीलाई रक्षा गर्नु पऱ्यो गाली दिएपछि ल यस्तो बिजोग छ हालत यहाँबाट पसिना चुहिएर यस्तो बिजोग छ बाइकको त के कुरा गर्नु यहाँ खोत्रेङ गरेर साँच्चै के झऱ्यो हेर्नु पर्ने त खोइ के झऱ्या खायो हेर्नु भ्यागे छैन यस्तो छ हालत बाटो त लास्टै खत्तम रोकेर मात्र भ्लग बनाउने भन्ने कुरो अब हिँडेर त बनाउने कुरै आएन हिँड्दै आउने तोली त्यहाँ मनकामना चाहिँ यहाँ माथि मन्दिर चाहिँ अलिअलि देखियो क्या हो जस्तो लाग्छ हामीलाई कुरो त्यस्तो छ तर अब गएर बस्ने कहाँ हो खाने कहाँ हो के हो अत्तो पत्तो छैन खाना त खाएर आएको होइन
बस्ने चाहिँ पुग्ने त सबल अब त्यहाँ त के चाहिँ पुगिन्छ होला अब बस्ने कहाँ हेर यतिखेर कसले फोन उठाउँछ अब बजार हेरौँ भनेदेखि चाहिँ यता यहाँ तलको बजार गोर्खाल्यान्ड बजार चाहिँ के दामै हाने नामै याद आएन क्या के बजार थियो खै यो पऱ्यो बजार तपाईँहरूको यो बाइकमा आउँदै हुनुहुन्छ भने लास्टै अप्ठ्यारो छ बाटो सकिँदैन बर्खाले गरेर पनि होला बरु कुरिन्तारबाट केबल कारमा सर निक्लिएको फाइदा होइन भने त बाटो यस्तो बिजोग छ यहाँ त ठिकै देखियो सकिँदैन गाह्रो छ गाह्रो लाग्दैछ लगभग यहाँ 3-4 पाठी त बोसो गइसक्यो होला मान्छेहरूको स्वाग घटेसम्म सही छ तर गलत छ म सक्दिनँ होला म जान्नु होला जान्नु लै जीवनलाई कस्तो लागिरहेछ पछाडि धुलो हो कि हो त्यो गोपाल चल्यो 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 ल चल्यो 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 म पनि हिँडेँ अब त लगभग पुग्न लाग्यो जस्तो छ तल बजार देख्यो भइहाल्यो यहाँ अब हालत त्यस्तो बिजोग छ आधी मान्छे त यहाँ बाटो ठाडोबाट हिँडेर आउनु पर्यो बाटो खतम भएको कारणले गर्दाखेरि के हो यसको भुँडिया औडा यार मन्दिर चाहिँ त्यहाँमाथि पर्यो अब आइयो कि त्यहाँबाट कताबाट राम्रो देखिएको थियो यार त्यहाँ चाहिँ है मन्दिर अब केही समयपछि पुगिन्छ कि भन्दा नजिक भन्दै उस्तै टाढा भयो ल है ल तानौँ है बल गरौँ है अध्यक्षज्यू तानौँ अब धेरै समय छैन तानौँ आधा बोसु खतम यस्तो छ सुनसान अब बस्ने कहाँ खाने त भइहाल्छ खालि खाने कुरा आउँछ खेरि खाएको बस्ने कहाँ हो 1 बज्न लागिसक्यो बाटो लास्टै खतम हालत त्यस्तो छ स्यासेर फ्यास्यासँग हिँडेर यो त भालुङकोटै गयो जस्तो भयो तर त्यहाँ यस्तो बाटो त थिएन लास्टै बिग्रेको छन् पाइयो भने के पानी कोकोलाई खरो हो म त यहाँ हेर्नु पऱ्यो यहाँबाट देखिन्छ कि अलिकति यहाँबाट चाहिँ अलिकति थोरै देखिन्छ कि भनेको हो यहाँनिर मनोकामना ल है अब हुन्छ जस्तो छ केही ल लगभग आउनु लागिसक्यो तर अत्तो पत्तो छैन के हो यहाँ बेचेनी होमस्टे गाउँ जाने अरे यता हेलो जीवन कस्तो लागिरहेको छ तिमीलाई रिङ्गा त लाग्छ ठगेला हामीले बस पारेकै भेटेन है बेचेर जाने कता थाहा छैन के हो कि जस्तो छ के हो त्यो टिल्किएको यार त्यो कुकुर हो कस्तो टिल्किएको दुरी त कसम तल्किएको कस्तो होइन यहीँ क्या यहीँ उसमा क्यामेरा नि त तल्किएको त के दुईटा आँखा यहीँ क्यामेरा नि तल्किएको है कुकुरहरू हो सबै कुकुर हो क्या हाम्रो सातो पुत्लो उड्यो यहाँ भाभरको कुकुर एकैचोटि कराएर हाम्रो सातो पुत्लो उड्यो खाला जस्तो गरिसक्यो गाह्रो छ गाह्रो कता के हो थाहा छैन अत्तो पत्तो छैन त्यो कुकुरको रहेछ आँखा तल्किएको जाऊँ भयो यहाँबाट माथि जाऊँ सातो पुत्लो गइहाल्यो नि भाभर कुकुर एकैचोटि आउला जस्तो गर्छ यार अनि होटल डुप्पिक बोल्दा हाल्के खाने ल यहाँबाट हामी माथि जाने निर्णय भयो एकछिनमा यहाँ कोही यत्रो कुकुर भुक्दा पनि कोही पनि उठिदिनु भएन दुःखको कुरो यही लाग्यो बाइकलाई बरु साइड लगाउने हो क्या यहाँ होटल भेट्यो लिन आउनु होला
ह्यान्डल लक गरौँ प्लिज मेरो कृपया दाजुभाइहरू। ल बाइक चाहिँ हामीले यहाँ तल राखेर अब यो ठाडो बाटो निक्लिने भयो। 400 वटा कुकुर छ जस्तो छ करिब करिब। यिनीहरूले चितुङको पोखरीमा भेग्रो गराउँछ नि। चितुङको पोखरीमा भ्याउटा कराएको भन्दा पनि धेरै यहाँ कुकुर कराएर आयो। सातो पुत्लो त डर सातो पुत्लो गइरहेको। यहाँको कुकुर सबै समझदारी छ क्या। तिम्रो ढुक्क बस तोक्दैन क्या, त्यति गरेपछि तोक्दैन। ल है तोक्दैन क्या हाम्रो कुकुर डनहरू। अब सानो तिमीले त मलाई अहिले भुकेरै तर्सायौ। लास्ट पोइन्ट भुकेको हो डनहरू। ल है उताबाट आएको यो सब मेरो साथीहरू है। ल है नमस्ते गर। हो यसले नमस्ते गर्यो, यसले नमस्ते। यो पनि अङ्गालो मारिहाल्ने कि। ल है यसलाई मलाई ज्ञानी लाग्यो होइन। डनहरू मेरो माको थाहा पाएर यहाँ सब गर्लफ्रेन्डहरू आइसक्यो। टोक्दैन कि तारे के हुन्छ र। अब ल यता 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 त्यो त तारा धरा यता मेरो पछाडि पछाडि आऊ नानी बाबु हो। के पाबे यो कहाँमा थियो। यो नमस्ते गरेको। ल ल नमस्ते नमस्ते। ल सबैले संस्कार गर्न जानेको यहाँ सिकेर रहेछ। ए मुला टोक्छ कि हाल्यो त्यसो गरेर। अब यति त भयो यार, यहाँबाट धेरै नगरौँ। मेरो बिग फ्यानहरू है यहाँ। म भ्लगर भन्ने यिनीहरू कहाँबाट थाहा पाइसक्यो बिग फ्यान भन्दै यहाँ आइसकेको छ। बाबा मेरो कपडा मैले जस्तो आउँछ ल मेरो मनोकामनाको के थाहा पाएछ, यिनीहरू कहाँबाट सुईको थाहा पाएछ। फ्यानहरू यसरी आइसकेको छ भाइ। ल अब हामी जस के हो यो होटल मनोकामनामा बस्ने भयो है। फोन चाहिँ उठाउनु भयो। बस्ने के हो कसो हो अत्तो पत्तो छैन। गाह्रो छ केटा हो। यहाँ हालत यस्तो छ, मैलो होला फुस्रो होला। गाह्रो के हो यो। जीवन दरा गरेर चाहिँ तारा झन् रोइसकेको थियो। सोनु त झन् उता प्लिजका प्लिज दिइरहेछ। यता 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 यता। अब यसले फेरि माथि चाहिँ चढ्छ यो। ल हामी होटल मनोकामना शिखर गेस्ट हाउसमा आइपुग्यौँ। तपाईँहरूलाई केही सामग्री चाहिन्छ भने कृपया मलाई सम्पर्क गरिदिनु होला। हालत यस्तो छ, मेरो हालत यस्तो छ। अहिले करिब घडी हेर्नु कति बज्यो। तपाईँको दुर्बी बत्न लागिसक्यो। 1:30 भइसक्यो, 35 भइसक्यो। यो 35 धन्न रुम पाएकै हो। गाह्रो छ, गर्मीहरू पङ्खा चलाउनु परेको छ। यतिखेर पनि रक्सी खाने रे वाटर ओल्ड दरबार। तर म कहाँ म बियर खान्छु त नि। म त 7 10 के अरे के भन्छ त्यो। म त चोखो नि चोखो। 2 बज्न लागिसक्यो। दाइ यताबाट सर्टकट बाटो छैन भोलिलाई? हजुर यताबाट अर्को यता त बर्बादै भइसक्यो। ठ्याक्कै 2-3 घन्टै लाग्यो। केबल कारले बाइक बोकेर लानु लाँदैन है। तनाव पऱ्यो यार। अर्को बाटो राम्रो छ यहाँको भन्दा यताबाट। यिनीहरू चाहिँ अब तिनीहरूलाई उस गरे पनि हामी त अलि यो बाटो हामी त जस्तै झर्नु त पर्यो। कसो झर्ने भन्ने कुरो हो कि। साइकल जस्तो लिएर जानु र बाँधेर जानु पर्यो कि। अझै अर्को एनर्जी ड्रिङ्क भनेको छ। तिम्रो यति खाए चाहिँ झ्या पुग्यो। अनि यो तास के गर्दा मैले तास खेल्न भनेर लिएर आएको यार। यिनीहरू लिएर तनाव गरेँ यार। 3 मुङ लिएर आएको थिएँ तर तास खेल्न
गाह्रो भयो पास फिट्ने भनेको गाह्रो हो बल बिजोग छ धुलै धुलो होला गाह्रो ललखाम गोलाङ नगरपालिका बाह्र कार्यालय गराङ जाङ्गा मोहर कार्य के यो कार्यपालिकाको कार्यालयहरू एउटा तला मलाई हुन्छ क्या खाँदैन चाहिँ कहाँ हुन्छ त्यो नि खानु म कहाँ म यस्तो रेडबुल सेडबुल रेडबुलमा नि अल्कोहल हुन्छ नि अल्कोहल त म यति छुस्स पनि खाँदिनँ क्या छुन्न इस मेरो त यो बदाम थप यहाँ अल्कोहलको मात्र हुन्छ कि हुँदैन एकदम ठिक छ यो फर्काइदिनु पऱ्यो ल शीतन त अब पङ्खा गरेर यसरी शीतन त पङ्खा खाने परेन कि शीतन एउटा ल चेस हान्ने हो त फेरि हात छोड्नु फोहोरो आज त उस भइसक्यो नि 12 भइसक्यो पूजा गर्नु समय त 12 तपाईँको 2 बन्द लगाइसक्यो आजलाई शीतल नखाउँ खोइ त यार एक ठोपा चोन होइन क्या यस्तो नै अहिले यस्तो घोप्टो यस्तरी राख्नु पऱ्यो अहिले फेरि यसो टोक्राउनु एक ठोपा पनि छोड्ने होइन नि लामा त्यहाँ चेस नआन्ने ल खाइसक्यो यार म अनि लगाइदिनु तर खोइ त त्यो तिमी होइन आयो र यसको गिलासमा पो देखिनु यहाँ त देखिनु ल चेस ल यो हाम्रो चेस घ्याम्पी हाम्रो चेस भनेको तपाईँको 2 बन्न लागेको चेस हो मिठो मिठो हाम्रो रुममा यो फाइनल बोलो रुममा के नाइट ड्रेसमै हो कि यो भिडियो गर्न मिल्छ नि तर अब मजाले सुत्ने बिहान उठ्ने ल गुड मर्निङ गाइज खोइ त कसले गुड मर्निङ भन्दैन यिनीहरू त अहिले हामी भर्खरै उठेका थियौँ बिहानको 6 बज्न आँटिसकेको छ बिहानको मौसम यस्तो छ यहाँबाट देख्ने भ्यू भने यस्तै हो है अब हामी उठेर नि फ्रेस भइसक्यो अब एकछिनमा लाग्ने हो तयार हुँदैछन् हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू भन्ने दिदीबहिनीहरू त ल गाइज अब हाम्रो सुरु भइसक्यो ज्ञान सबैजना एकुन्ट हातमा फुलपाती लिएर यात्रा सफल हुँदैछ बोल्न पनि निन्द्रा लाग्छ कोही पनि उठ्नु भएन होला ल यस्तो चाहिँ हाम्रो चाहिँ चक्कर लगाएर कस्तो टाढोबाट जान्छ 2 बजे राति आएर पनि सुत्ने बेला त 3 बजिसकेको थियो जाने कसरी भन्ने भइरहेछ मरिन्छ होला केवल कारमै बाइक हालेर लानु मिल्ने भए त त्यहाँ हालेर जानुहुन्छ क्यार्नु लाँदैन अरे गाह्रो छ क्यामेरा पुग्छ कति हाल्नु छ अहिले कति बजे अरे 6 बजे है स्टुडियोको घडीमा अहिले बिहानको 6 बजेको छ हाम्रो मान्छेहरू उठ्ने छ हामी चाहिँ पूजा गर्न हामी बसेको मन्दिर चाहिँ अहिले तल पर्ने रहेछ पुरा त्यस्तो छ
जीवन चस्मा लाएर खै आमै आम लाइन पुर्छ मुटिङ मिलाएर त मोगल दिने होला के ल ल ल ओहो ओहो मिलाएछ तर किन हो यस्तो नराम्रो नराम्रो आएको मेरो मोबाइलबाट नराम्रो देखियो त सबै बिहान बिहान उठेको भएर हो के हो हाम्रो स्पन्सर हुनुहुन्छ यता पछाडि ब्याग राखेर हजुर आएर अब यस्तै छ नि यस्तो बाँकी फुल लिने भनेको तर हामी चाहिँ फुल लिइसक्यो हामी ल ल ल ल ल गाइस फाइनल्ली हाम्रो डेस्टिनेसनमा आइसक्यौँ मनोकामना मन्दिर यही देख्न सकिन्छ यहाँ चाहिँ हाम्रो जुत्ता चप्पल बाहिरै हुनेछ यहाँ चाहिँ हामी खाली खुट्टा जानुपर्ने हुनेछ जुराब त पर्छ र पर्दैन होला ए कुरा त्यस्तो हामीभन्दा पनि चाँडै उठ्ने रहेछ त मलाई सबैले छोडेर गइसकेको छ है म मात्र एक्लै भइसक्यो नि ए क्यामेरा बनाइरहेछ यार ल म गरिनँ है नदेखेको बेलामा भिडियो बनाऊ यहाँ त भिडियो बनाउनु पाउँदैन फेरि कराउनु हुन्छ ल फाइनली दर्शन गरेर सकियो लौरोले हाल्यो क्या 50,000 त्यहाँ पेटीभित्र त 50,000 अरे बाप्रे बाप फोटोसुट पनि भइसक्यो अब यहाँ हाम्रो छ धुपबत्ती जलाउने कार्यक्रम हजुर अन्त म बस्नुपर्छ क्या पेट्रोल खर्च उठ्छ कि फुट हालेर के कहाँ ओहो एक परब झ्यापै ओ बल त छ क्या त्यत्रो शरीरको पनि बल हुँदैन बाहिर ठिकै यसो तर चलाउनु नराम्रो फाल्यो कि नराम्रो परेछ फाल्नु क्या Bad news. गोपालजी प्रेममा पारौँ प्रश्न बल देखाइदिउँ त अरे बाफ्रे बाफ्रे यो हो र नि ह्यान्डसम यार फुलकुमारीहरू ल फुलकुमारीहरू सकियो अब फाइनली पूजा गरेर पनि सकियो ल हरिरामा नारायण ल अब एक्लै अर्कोलाई किन्नु हालिदिने ल यहाँ हेरौँ है यहाँ हेरौँ योहरूले नहेरेको यिनीहरू आफ्नो आफ्नो ध्यानमा छ एक्लै अर्को खुट्टा ठोकर्ने खोइ त पण्डित यहाँ हेर्छ गरौँ ढोगरौँ ल फुल पो टिपेको भएन यसरी ल जहाँ आँटेको पुऱ्याइदिनु सबैले आँटेको पुऱ्याइदिनु होला मेरो भिडियो हेर्नु जतिलाई भइयो मेरो फुल खस्यो अघि बसी अब घुमौँ हिजोको डनहरू हिजोको डनहरू हिजो तिम्रो पुगेको
ल है डनहरू मेरो सब्सक्राइबरहरू यो कुकुरहरू तल पनि 60 यहाँसम्म चाहिँ छोड्नु यहाँ छोड्न आएको यहाँबाट नजिकै जस्तो लाग्यो त टाढै भयो क्या हो भ्लग सुरु हुँदैछ भन न के छ कृपया मेरो भ्लग हेर्ने त सब्सक्राइब हानिदिइहाल म च्यानलको नाम अर्जुन यामजी हो भने यामजीआर ल सुरु भयो हाम्रो तिमीलाई देखिसकेर के गर्नु यसो त्यो पनि मान्छु ल त्यो पनि मान्छु पित्ती सुरु भइसक्यो मिसिएका ल खानु खाना पनि सुरु भयो आधा सैलाई चुक्कोलाई लगाइदिएछ यो चुक्को लगाएर हाल्दैन सोनुलाई चुक्को लगाएर आउँ भात गर्नु आयो गजब चाहिँ यार कसरी जाने ल आउनु भात खानु सुरु भयो ल अब हामी चाहिँ लागेको बाँकी 3-4जना साथीहरू केबल कारबाट जाने हुनुभयो भने हामी चाहिँ यो बाटो झर्ने भयो भने पुरिन्टार गएर भेट भएर मात्र जाने भइयो ल बाटो चाहिँ खत्तम हिजोको आएको भन्दा अर्को बाटो चाहिँ जाने भइरहेछ हेरौँ कस्तो छ ए हातै दुख्यो ल यो चाहिँ जाँदै गरेको के भयो हामी पनि तलतिर झर्दै गरेको अवस्था यता मुतडजन विसर्जन भइरहेको ओ माथिदेखि आएको गाह्रो छ गाह्रो त्यो चाहिँ अगाडि हामी चाहिँ पछाडि भइयो बाटो खत्तम बाइक खत्तम तेल पनि खत्तम अगाडि छन् होइन होइन माथिको बाइक होइन अगाडि छन् अगाडि गइसकेको छ क्या ल अब गइयो कुरिन्टार झर्ने हामी यो बाटो तर बाटो लास्टै खत्तम हिजो भन्दा त धेरै राम्रो छ उताबाट आएको भन्दा नि यताबाट चाहिँ केही राम्रो रहेछ ल अब फेरि तलै भेटौँ ल कति किलो छ यतामा भिडियो गराएको छ के भन्छ